हाई गाइस हाम्रो हालु चाहिँ अहिले यस्तो छ हलुवा पकाउँदा पकाउँदा Here is our हलुवा अहिले त्यो खोले भएको छ अहिले हेलो गाइस यहाँ चाहिँ सबैजनाको हात लागिसक्यो कसले पकायो भन्दाखेरि ब्याचले पकाएको भन्ने मिल्छ पुरै ब्याचको केटीहरूले जस्ट केटीहरूले केटाहरु त कहाँ पुग्यो नि थाहै छैन केटाहरू शिवरात्रि लागेर हिँडिरहन्छन् यो चाहिँ हाम्रो फर्स्ट लट भयो एकछिन फेरि हामी अर्को लट पनि फेरि हलुवा पकाउँछौँ एकचोटि हाम्रो पाक्दैन भने यो डिक्ची सानो हो नि त त्यही भएर अब यस हुन त यो पनि राम्रै भयो चाहिँ हाम्रो हलुवा पाक्दैछ भने यता चाहिँ हाम्रो काँचो अचारको लागि त्यहाँ अब आलु उसिन्ने अनि त्यसपछि काँक्रो साक्रोहरू काट्ने हुँदैछ त्यहाँ पनि हेरौँ के हुँदैछ खै 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 काटेर भ्याइयो ए खोइ त हेर्दा बाटा खाली हो त ए पुरै काटेर भइसक्यो रहेछ है हाम्रो केटीहरूले यता काट्दैछ सन्ध्या मसिनो मसिनो लामो लामो काट न त्यो मोटो मोटो भयो मसिनो मसिनो लामो लामो काट है मसिनो मसिनो लामो लामो गाइस से हेलो मेरो भ्लग हो यो यहाँ हाम्रो आलु सिनिँदैछ कस्तो कुन कन्डिसनमा पुग्छ आलु अलिकति अनुमान गरेर बताउनुहोस् अझै हो त्यो धेरै काचाकुचुक भयो जस्तो लाग्यो हो त्यही भएर केही छैन उताको पाकेपछि उताको चाँडो पाक्यो भने उताकोमा हालौँला नि त यो ओके स्ट्रगल इज रियल गाइज गायब अब ठिक छ अर्को बेला बनाउनु तल अझै त्यो अहिले डर छ तल तल बस्छ कुकुरलाई कति यताउता गर्ने होइन त्यो पाक्छ अहिले हाम्रो दोस्रो लडको लागि खाली गर्दैछौँ यहाँ चाहिँ आलु छिल्ने काम हुँदैछ अचारको लागि गाइस आलु गाजालु अचार बनाउँदैछ है त धनियाँ खुर्सानी कागती यो चाहिँ केराउ अनि यता सब काटेर रेडी भइसक्यो सबै पैसा के भयो 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 मर लागिसकेको ल अब यहाँ हालिदियो जेसुकै होस् त्यहाँ के झरे ह छुवाई पनि भन्दैन यार ए चिसो भइसक्यो एकैछिनमा हाल्नु बोल्दै हुन्छ लामो बनाएर छड्केरी काट्नुपर्छ के थाहा त म त सबैले सिकाउने दाना नि झार्दै के नि हुन्न सिआरबाट आज मैले धेरै कुरा सिकाएको छु नुन हालेको गाइस मलाई हल्का दिएर लाग्यो लास्टसम्म म त ठिकै मजाले यति भिडियो थियो 100 रुपैयाँ
कति हो यो सम्झेरै सानो प्याकेटको त पाउँछ भने होइन बास्न चाहिँ आयो बास्ना आउँछ नि मसला हालेर पिसा लागेन क्या त्यो मसलाको होइन के यो उपाय चाहिँ के हो त होइन अचारको ओइ रमले नहाल न अब सियार बोलै छैन मुखमा पानी आइसक्यो मेरो मुखमा नि पानी म चाख्छु है चढाएर पहिला चढाउँदैन यार ए चढाउँछ मसला दुनियाँभर काटेको आगो बाल्ने मात्रै चढाउँछ अचार चढाउँदैन सबजना पण्डितहरू यो बामको बच्चाहरू साइड लाग्छ नुन र बेसन हालेको कुरा चढाउनै हुन्न एउटासँग त तिमी कस्तो हाल्दिनु के यहाँ मलाई पनि ल ल ल रियाक्सन दे है त कस्तो भयो भनेर के पुग्यो कि नै मिठो भयो सबै चट्टा पुग्यो ल ओके नुन पनि लगाउ अलिकति अमिलो लगाएपछि नुन पनि अचार त लगभग रेडी भइहाल्यो अब हामी जान्छौँ फेरि हलुवाको सेक्सनपट्टि हलुवाको अघि फर्स्ट लट चाहिँ पाकिसक्यो त्यो त मैले खाएँ पनि कि मलाई त्यस्तो खान मन लाग्यो त्यो त मिठो मिठो भएको थियो नि त अब फेरि दोस्रो लट बन्दैछ अब त्यो हेर्न जाऊँ कस्तो भयो ओके हाम्रो आयो यहाँनिर हलुवाको सेक्सन हाम्रो दोस्रो लट पाक्दैछ स्ट्रबेरी सिरियल छ है त यहाँनिर त्यसमा चम्मचलाई ल्याउ न दुवाले यसमा यो यमुना जोशी हाम्रो ब्याचको टपर यहाँनिर हाम्रो हलुवा सर्वगुण सम्पन्न हलवाई धेरै आगो लगायो भने फेरि डढ्छ कि त्यही भएर थोरै थोरै आगो लगाएर पकाउँदैछ मिलेर हलुवावाली फेरि भन त एकचोटि फेरि भन न हलुवावाली अनि हलुवा खाएवाली हलुवा खाइवाले त्यो हलुवा पकाएवाला दुईटा चाहिँ हाम्रो गफ गर्ने मान्छेहरू छ काम गरेर गफ गर्ने मान्छे भन्न प्लिज सुस्मिता काम गरेर आएको हो कति काम गरेर आएको छु म यहाँ बिचरा शिलाजी हल्लाबारी हो टेस्ट गर्दै हो अघि गरिसक्यो भोक लाग्यो पकाउँदा पकाउँदा भोक लाग्यो अरे मैले दिन्छ यहाँ त्यहाँ बदमान लाग्यो हाम्रो चाहिँ सबै कुरा रेडी भइसक्यो अनि यहाँनिर सर्ट हुँदैछ हलुवा हलुवा र अचार प्लेट हेरौँ न एकचोटि गीता प्लेट देखाउ त इ अब अचार नै आउँछ र त ल यति यति है त हाम्रो ओके मिठो छ के हो एक करो भइरह त कस्तो छ खिर नखाने ए खिर हलुवा नखाने किन ल ठिक छ हाम्रो भित्रको माहौल खासमा हामीले जुनियर सबैलाई बोलाएको छौँ नि त बाँकी चाहिँ आउने बाँकी छ अहिले कोही कोही चाहिँ आइसकेका छन् गीत किन बन्द भयो कस्तो छ उयो फ्ल्यास पनि बोले हो कस्तो छ अचार मिठो भयो हामीले बनाएको त्यो मिठो भएन हलुवा ए ल ठिकै छ ल ल कस्तो छ मिठो छ कस्तो छ भन टोले राख्या कस्तो छ कस्तो छ मिठो ल ठिक छ म आफै बनाउँछु या हामी आइसक्यौँ फेरि नाइट भ्यू हाम्रो पशुपति मन्दिरको हामी देखाउँछु यता हामी प्रोग्राम इन गरेर यहाँ आएको हामी सक्यो आजको शिवरात्रि राति भयो पनि
हाम्रो शिवरात्रि सक्यो, यही नै हो, रात पनि परिसक्यो। हामीले लास्टमा प्रोग्राम इन्ड गरेर मन्दिर पनि आइसक्यौँ। ओके, बाई बाई, थ्याङ्क्स फर वाचिङ माई भिडियो। लास्ट टाइम हाम्रो मुखेन। ओके, बाई बाई।